त्यो बाबाले कति पीडा भएको होला विदेशमा, सम्झिनुहोस् त, सम्झिनुहोस् त। बरु बच्चालाई यसरी पठाइदिनुहोस् न। तपाईले भन्नुहुन्छ चाउचाउ खान्छ बच्चाले, खान्छ, आमाले पैसा दिएपछि खान्छ, चुरोट खान्छ, खान्छ, आमाले पैसा दिएपछि खान्छ। तर यसरी पठाइदिनुहोस् न बाबु, तर यसरी पठाइदिनुहोस् न बाबु, मसँग पैसा छैन छोरा, रोटी बनाएर पठाइदिन्छु, यही खानु है बाबु, तिम्रो बाबा विदेशमा हुनुहुन्छ भनेर भनिदिनुहोस् त, तपाईको बच्चा बिग्रिनै सक्दैन। दर्शकवृन्द, यो दृश्य गुल्मीको धुरकोट गाउँपालिका वडा नम्बर 3 हाटाहाटीमा रहेको न्यू खर्कमाविको हो, जहाँ विद्यार्थी, शिक्षक र अभिभावक एकसाथ भावुक बन्दैछन्। कोही आँखाबाट आँसु रोक्न नसकी रोइरहेको दृश्य देख्न सकिन्छ। मोटिभेटर हरिश ओलीले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकसाथ विद्यालयको चौरमा राखेर मोटिभेसन कक्षा सञ्चालन गर्दै गरेको यो दृश्य हो। आउनुहोस् प्रमुख प्रशासकीय अधिकारीज्यू, रोटी खाइदेऊ न हजुर, यो रोटी खाइदेऊ न, आज तपाईले र मैले खुवाइदेऊ छोरी, खुवाइदेऊ सरलाई, खुवाइदेऊ सर, यो रोटी मेरो आमाले बनाउनु भएको, खुवाइदेऊ छोरी। हेर्नुहोस् कति शक्ति हुने रहेछ, ताली बजाइदिनु होला। यो भन्दा ठुलो प्रसाद के हुने रहेछ, के हुने रहेछ। एउटा शिक्षकले यसरी बच्चाको रोटी खाइदिनु पर्छ रे, अनि भन्छ रे शिक्षक र विद्यार्थीको सम्बन्ध नम्र मासुको। सर, सर आउनुहोस्, आउनुहोस् सर, आउनुहोस् सर, आउनुहोस् यता आउनुहोस्, तपाईँकै बच्चा जस्तो लाग्छ, आउनुहोस्, सरलाई खुवाइदेऊ छोरी, सर मेरो आमाले आजदेखि यस्तै बनाएर पठाउनुहुन्छ है भनेर खाइदिनुहोस् सर, खाइदिनुहोस्, खाइदिनुहोस् सर। कति शक्ति हुने रहेछ हेर्नुहोस्। यता आमालाई खुवाइदेऊ छोरी, आमा आजदेखि मलाई पैसा चाहिँदैन, मलाई पैसा चाहिँदैन, आजदेखि, आजदेखि चाहिन्छ मलाई यस्तो रोटी। ताली बजाइदिनु होला, आजदेखि चाहिन्छ मलाई यस्तो रोटी। आज पत्रकारज्यूको आँखामा आँसु छ हेर्नुहोस्, उहाँले पनि आफ्नो आमालाई सम्झिनु भएको छ। ए भगवान, आज उहाँ पत्रकारको आँखामा पनि आँसु छ हेर्नुहोस्, ललितजीको आँखामा आँसु छ। मान्छेको मन हुने रहेछ अरे, त्यही भएर जाऊ छोरी, आज सबैलाई खुवाऊ, उपाध्यक्षलाई यो रोटी खाऊ, अध्यक्षज्यूलाई यो रोटी खाऊ, खानुहोस्, खाइदिनुहोस् हजुर। त्यो आमा, आमा होइन, पैसा नदिनुहोस् है, आजदेखि टिफिन बक्स बनाएर पठाउने। आमा त्यो बच्चालाई हेर्नुहोस् त, बिचरा छाता लिएको रहेछ, एउटा कपी लेस भनेर कपी लिएको रहेछ, कपी पनि लिएछ हेर्नुहोस्, एउटा पेन लेस भनेर पेन लिएको रहेछ, नयाँ कपी लिएको रहेछ। स्कुलको कोही ठुलो मान्छे हुन्छ भने त्यो भनेको कार्यालय सहयोगी हुन्छ। ताली बजाइदिनु। आजको कार्यक्रमको प्रमुख अतिथि उहाँ हुनुहुन्छ, जोरदार ताली बजाइदिनु कार्यक्रमको प्रमुख अतिथि। Inside two. Inside two. Sida, sida. Hands up. Left one. Left two. Left hand. Stop. Inside. Two. Hands down. One. Yes. Yes. Up. मोटिभेसन क्लासले चाहिँ म आफै नै एकदमै उत्प्रेरित भएको छु र मैले पनि विद्यार्थीलाई अध्यापन गराउँदा पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिहरू प्राप्त गर्नको लागि विद्यार्थीको मन मस्तिष्कमा छिरेर अध्यापन गराउन सक्दा मात्रै प्रतिफल प्राप्त हुन्छ भन्ने कुरा महसुस गरेको छु र मेरै पनि एउटा छोरा र एउटा छोरी यही विद्यालयमा अध्ययनरत रहँदा जसरी मैले अभिभावकले आफ्नो छोराछोरीलाई गर्न पर्ने कर्तव्यहरू पनि मलाई त्यति सबै कुरा अनुभव थिएन, मतलब मैले चाहिँ त्योसम्म गर्न सकेका थिएन। तर उहाँको कार्यक्रमले गर्दाखेरि मेरै छोरा र छोरीसँग पनि मैले धेरै नजिकको सम्बन्ध राखेर पारिवारिक कुरा, सामाजिक कुराहरू र विद्यालयमा चाहिँ गरिने क्रियाकलाप मेरै छोराछोरी जस्तै अरूका छोराछोरी पनि हुन् र मैले मेरै छोराछोरीलाई जसरी अरू अन्य अभिभावकका छोराछोरीहरूलाई पनि माया गरेर मैले पढाउनु पर्छ भन्ने मैले अनुभूति गरेको छु र सम्पूर्ण शिक्षक स्टाफहरूले पनि त्यो महसुस गर्नुभएको छ। मलाई चाहिँ कस्तो लाग्यो भन्दा म पनि उहाँले भने जस्तै उहाँको अनुभव जस्तै म उहाँकै जुन दुःख कष्ट अहिलेसम्म उहाँहरूले कार्यक्रम गर्दै गर्दाखेरि उहाँको उतार चढाव सुन्दाखेरि म एकदम प्रभावित भएँ र म चाहिँ एउटा पारिवारिक हिसाबले चाहिँ म सानै छँदा म करिब 7 वर्षकोदेखि बुवा विहीन हो। मेरो बुवा कहाँ हुनुहुन्छ भन्ने कुरा अहिलेसम्म मलाई थाहा पनि छैन र आमा पनि करिब 5-6 वर्ष अगाडि बित्नुभयो। मलाई हुर्काउनको लागि जसरी आमाले दुःख गर्नुभयो र म यो स्थानसम्म आउँदाखेरि आमाको ठुलो हात छ
बुवाको मैले मायाको अनुभूति गर्न पाइनँ र त्यस कारणले गर्दाखेरि मेरो छोराछोरीलाई के गर्नुपर्छ मैले आमाबाट सिकेको कारणले गर्दाखेरि उहाँले जुन अभिभावक शिक्षा दिनुभयो, अभिभावकलाई विद्यार्थीले गर्नुपर्ने सम्मान, विद्यार्थी मैले गर्ने काम के हो, गुरु र बुवा आमा, त्यसै गरी मेरो विद्यालय कस्तो हुनुपर्छ, विद्यालयलाई मैले कति माया गर्नुपर्छ भन्ने जस्ता कुराहरू जुन उहाँले प्रशिक्षित गर्नुभयो त्यसै म निकै प्रभावित भएँ र मलाई मेरो आँखाबाट पनि आँसु आयो र त्यो आँसु आउँदा त्यो भिडियोहरू अरू साथीहरूले हेर्दाखेरि साँच्चै हो र भन्ने कुराहरू पनि मलाई विभिन्न किसिमका सामाजिक सञ्जाल, प्रत्यक्ष फोन, प्रत्यक्ष भेटेर पनि सोध्नुभयो र आज उहाँहरू साथीहरू पनि आजको अन्तिम दिनको कार्यक्रममा आउँदाखेरि यस्तो हुँदो रहेछ, उहाँहरू पनि आश्चर्यमा परेर चाहिँ हो वास्तवमै तिमी रोगको साँच्चै रहेछ त्यो महसुस गर्नुभयो र मलाई पनि उहाँ साथीहरूसँग भेट हुँदाखेरि आनन्द भयो। छोराछोरीले अनि आफ्ना विद्यार्थीहरूले चाहिँ माला लगाइदिँदाखेरिमा तपाईँलाई कस्तो अनुभव? अब कस्तो भयो भन्दा आफ्नै अहिलेसम्म माला चाहिँ म मेरो आफ्नै रिलेटिभ अथवा मेरो छोराछोरीबाट चाहिँ म सम्मानित हुन पाएको थिएन र मेरो छोराछोरीले त्यत्रो अभिभावकको बिचमा मेरो कार्यथलो होइन यो विद्यालयमा चाहिँ मैले अध्यापन गराउने जुन कर्मथलो त्यो ठाउँमा मेरै छोराछोरीले मलाई सम्मान दिँदाखेरि र आफूले पकाएको जुन जङ्क फुड निषेध भन्नुभएको थियो उहाँले र उहाँ घरैबाट मेरो त रियलमै मेरो छोराछोरी आफैले गहुँको रोटी बनाएर ल्याएका थिए र त्यो चाहिँ मेरो मुखमा हाल्दाखेरि अत्यन्तै भक्कानिए र भक्कानिसकेपछि मलाई पनि महसुस भयो कि छोराछोरीको माया अभिभावकलाई जुन हुने कुरा छ, जस्तै मेरो छोराछोरीलाई त्यहाँ गएर आँसु आउँदाखेरि म पनि भक्कानिएँ र अभिभावक र बालबालिकाको बिचमा चाहिँ अत्यन्तै सम्बन्ध एकदमै राम्रो हुनुपर्छ भन्ने कुरा चाहिँ मैले महसुस गरेको छु। अब हाम्रो धुर्कोट गाउँपालिका वडा नम्बर 3 को वडा कार्यालयको जुन सहयोगमा चाहिँ हाम्रो यस विद्यालयमा चाहिँ कार्यक्रम आयोजना गर्नुभयो उहाँलाई विशेष मेरो व्यक्तिगत तर्फ र विद्यालयको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम अत्यन्तै फलदायी भएको मैले महसुस गरेको छु, किन भन्दा म अन्य अभिभावकहरूसँग परामर्श गर्न पाएको छैन, अन्तर्क्रिया नि गर्न पाएको छैन, किनभने म यो विद्यालयको शिक्षक पनि हो र अभिभावक पनि हो। त्यसकारणले गर्दाखेरि मेरो छोराछोरीमा चाहिँ केही परिवर्तन आएको मैले महसुस गरेको छु र म आफै पनि म परिवर्तन हुन जरुरी छ र म परिवर्तन पनि भएर देखाउँछु। अभिभावकलाई भोक जगाउने काम गरेको छु, विद्यार्थीलाई भोक जगाउने काम गरेको छु र शिक्षकलाई भोक जगाउने काम गरेको छु। अभिभावकले मेरो दायित्व के हुने रहेछ, म सबैको मूल्य गर्न सक्छु, घर जग्गा जमिनको मूल्य गर्न सक्छु, तर म एउटा सन्तानको मूल्य गर्न सक्दैन। त्यही भएर मेरो मूल्यवान चिज भनेकै सन्तान रहेछ, त्यही भएर सन्तानलाई समय दिनुपर्ने रहेछ भन्ने उहाँलाई त्यस्तो उत्प्रेरणा जगाउँछु। अनि विद्यार्थीलाई मैले तालिम दिँदै गर्दाखेरि पहिलो भगवान आमा, बुवा, गुरु, तीनवटा भगवानले भनेको गन्तव्यमा अगाडि बढेपछि 25 वर्षभन्दा यता जसले सङ्घर्ष गर्छ त्यसको दिन 26 वर्षपछि आउँछ भन्ने सन्दर्भमा विद्यार्थीलाई भन्छु। शिक्षक साथीहरूलाई एउटा शिक्षक, नेपालमा शिक्षक पेसा सबैभन्दा पवित्र हो, त्यही भएर चाहिँ शिक्षकले गर्नुपर्ने भूमिका, अब विद्यार्थीलाई चाहिँ शिक्षकले गर्नुपर्ने भूमिका के रहेछ र आफ्नो बच्चाभन्दा पनि भनौँ न ती अभिभावकका जो स्कुलमा पढ्न आउनुहुन्छ उहाँका बच्चालाई बढी माया गर्नुपर्छ भन्ने सन्दर्भमा दिँदै गर्दाखेरि एउटा व्यावहारिक शिक्षक कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा गर्दै गर्दाखेरि शिक्षकहरूलाई पनि ऊर्जा थपिन्छ। शिक्षकहरू पनि साँच्चै गरेपछि हुने रहेछ, हामी मबाट सुरु गर्नुपर्ने रहेछ भन्ने ऊर्जा जगाउने काम गर्छु। गुल्मीमा आइपुग्दा कस्तो भयो? कति पालिका हो र कति स्कुल हो? मेरो लागि 228 पालिका हो, 1602 विद्यालय हो। कति विद्यार्थी? मलाई लाग्छ लगभग अनुमानित चाहिँ 10 देखि 12 लाख विद्यार्थीहरूलाई चाहिँ मैले चाहिँ यस्तो चाहिँ क्रियाकलाप गराइसकेको छु भन्ने चाहिँ अनुमानित चाहिँ त्यो भन्न चाहन्छु। र मेरो सपना भनेकै 753वटा पुग्ने लक्ष्य हो। हेरौँ सपना देखेको छु, सपना पुरा हुन्छ कि पुरा हुँदैन, घडीको सुई जस्तै चलिरहन्छु, घडीको सुई रोकिँदैन, मेरो जीवन पनि निरन्तर जान्छ, सिकाइ कहिल्यै पनि सकिँदैन, सास रहन्जेलसम्म मेरो जीवनलाई यसरी नै चलाइरहन्छु भनेर मेरो सपना छ। गुल्मीमा आइपुग्दा कस्तो भयो? गुल्मी त एकदमै निकै राम्रो रहेछ। मेरो लागि यो दोस्रो कार्यक्रम हो। यहाँ आउँदै गर्दाखेरि आज अभिभावकको सहभागिता हेर्दै गर्दाखेरि मलाई लाग्छ साँच्चै गुल्मी सचेत, गुल्मी चाहिँ अब्बल, गुल्मी चाहिँ भनौँ चाहिँ शिक्षित जिल्ला रहेछ भन्ने सन्दर्भमा आज अभिभावकको ती सहभागिता हेर्दाखेरि म अत्यन्तै खुसी भएको छु। त्यही भएर वडा नम्बर 3 का अध्यक्ष पदमजीलाई विशेष धन्यवाद दिन चाहन्छु। धुर्कोट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत सिङ्गो गुल्मी जिल्लालाई मलाई यो अवसर मिलाइदिएकोमा मेरो व्यक्तिगत तर्फबाट र मेरो संस्थाको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। धुर्कोट गाउँपालिका वडा नम्बर 3 को आयोजनामा 3 दिनसम्म सञ्चालन गरिएको मोटिभेसन कार्यक्रम तथा सांगीतिक पिटीबाट वडाका 6वटा विद्यालयका करिब 1200 विद्यार्थी तथा शिक्षक लाभान्वित भएका छन्।
वडा नम्बर 3 का वडा अध्यक्ष पदम बहादुर विष्टले विद्यार्थी शिक्षक र अभिभावकमा सकारात्मक सोचको विकाससँगै आफ्नो दायित्व बोध गराउनको लागि कार्यक्रम प्रभावकारी भएको बताउनुहुन्छ। सामुदायिक विद्यालयमा शिक्षा गुणस्तर खसिँदै गएको हुँदा यसलाई कसरी चाहिँ हामीले मेरो वडामा चाहिँ यसरी चाहिँ यसलाई शिक्षामा सुधार्न सकिन्छ भनेर म तपाईहरुसँग जस्तै हाम्रो हरिश सरसँग कन्ट्याक्ट गरेर धेरै समयपछि मैले 11 महिनापछि पालो पाएँ र यसलाई सुधार्न पर्छ। हामी पहिला शिक्षक र शिक्षिका विद्यार्थीबाट सुधार भएन भने समाज पनि सुधार हुन सक्दैन। समाज सुधार शिक्षा सुधार सँगसँगै समाज पनि सुधार गर्न सकिन्छ भन्ने भावना साथ यो कार्यक्रम राख्न आज विद्यालय कति विद्यार्थी र कति शिक्षक र कति अभिभावकको सहभागी भयो? यहाँ हाम्रो लगभग 1200 विद्यार्थी र अभिभावकको चाहिँ उपस्थिति भयो र अत्यन्तै राम्रो र कार्यक्रम राखेको चाहिँ हामीलाई चाहिँ सफलता मिलेको जस्तो मलाई लागेको छ। कति विद्यालयको चाहिँ सहभागी शिक्षकहरू आउनु भएको थियो विद्यार्थीहरू? हाम्रो 6 वटा विद्यालयका विद्यार्थी र शिक्षक आउनु भएको थियो र असाध्यै शिक्षक विद्यार्थी प्रभावित हुनुभएको छ। कतिको प्रभावकारी देखिन्छ? यो 3 दिनको कार्यक्रमले नितान्तै शिक्षकले मैले गर्नुपर्ने के, विद्यार्थीले गर्नुपर्ने के र अभिभावकज्यूले गर्नुपर्ने के भन्ने अभिभावकमा पनि चेतना जागेको छ। उहाँहरू चाहिँ एकदम मनबाट आत्मैबाट मनोबल चाहिँ आफै पनि देखाएर जानुभयो र उहाँहरूले आगामी यस्ता कार्यक्रम ल्याउनुहोला अध्यक्षज्यू पनि भनिसक्नुहुनेछ। म मेरा धुर्कोट गाउँपालिकाका अभिभावक हामी सबैका अभिभावक धुर्कोट गाउँपालिकाका आदरणीय अध्यक्षज्यूलाई मैले के भन्न चाहन्छु भने यस्तै हाम्रो 3 नम्बर वडामा चाहिँ अन्यत्र वडामा पनि यो कार्यक्रम हाम्रो अभिभावक धुर्कोट गाउँपालिका अध्यक्षज्यूले राखिदिनु भयो भने हाम्रो धुर्कोट गाउँपालिका नै शिक्षा क्षेत्रमा जुरुक्क उठ्नेछ भन्ने आशा लिएको। यो छोराले आमाको नाम लेख्न यही मन्दिरमा सिकेको, आमा बुवाको नाम लेख्न यही मन्दिरमा सिकेको हो, आफ्नो नाम लेख्न यही मन्दिरमा सिकेको। पशुपतिनाथको मन्दिरमा गएर घन्टी बजाएर मेरो छोरालाई मेरो नाम लेख्न सिका भनेर सिक्दैन थियो होला जस्तो लाग्छ। तपाईले यस्तो कहिले देख्नु भएको थियो? स्कुलमा विद्यार्थी अभिभावक र शिक्षक एकैपटक रोइरहेको, विद्यार्थी र शिक्षक अङ्कमाल गरेर रोइरहेका छन्, विद्यार्थी आफ्ना आमा बुवासँग अङ्कमाल गरिरहेका छन्, साथी साथीमा अङ्कमाल गरेर रोइरहेका छन् त कोही जनप्रतिनिधिसँग विद्यार्थी शिक्षक अङ्कमाल गरेर रोइरहेका छन्। यहाँ के भइरहेको छ झ्याप्प हेर्दा ठम्माउन गाह्रो पर्न सक्छ। प्राय जसो ठूला बडाको गलाभरि देखिने माला यहाँ विद्यार्थीका अभिभावक र विद्यालयका कार्यालय सहयोगीको गलामा देख्न सकिन्छ। यो दृश्य गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर 3 हाडहाडे स्थित श्री निन्यु खर्क माध्यमिक विद्यालयको हो। बुटवलमा रहेको कालिका मानव ज्ञान माविका शिक्षक हरिश ओलीले विद्यार्थी अभिभावक र शिक्षक बीचको सम्बन्ध कस्तो हुनुपर्छ भनेर जब भन्न थाल्छन् अनि त्यहाँ उपस्थित जो कोहीको आँखाबाट कति बेला आँसु खस्छ पत्तो हुँदैन। यी साना साना नानी बाबुहरूलाई पनि कुन कुराले यति धेरै मन छ होला हेर्नुहोस् त, यसरी रोइरहेका छन्। यो दृश्यले जो कोहीको मन भक्कानिन सक्छ। विद्यार्थीहरू आफू अध्ययन गर्ने विद्यालय परिसरमा प्रवेश गर्नुभन्दा अगाडि घोप्टी परेर विद्यालयको भूमिलाई ढोक्छन् अनि बल्ल विद्यालय प्रवेश गर्छन्। आज यस निन्यु खर्क माध्यमिक विद्यालयमा धुर्कोट गाउँपालिका वडा नम्बर 3 का 6 वटा सामुदायिक विद्यालयका विद्यार्थी शिक्षक र अभिभावकको उपस्थितिमा उत्प्रेरणात्मक तथा सांगीतिक प्रार्थना तालिमको अन्तिम दिन। 2 दिनसम्म सिकेको तालिम पश्चात विद्यार्थीहरूले आज अन्तिम दिन आफ्ना अभिभावकलाई हातमा छोपेर फूलको माला सहित विद्यालय प्रवेश गराइरहेका छन्। स्कुल आउँदा विद्यार्थीहरूले घरबाट बनाएर ल्याएको खाजा रोटी धुर्कोट गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष लगायतलाई विद्यार्थीहरूले आफूले बनाएर ल्याएको खाजा खुवाइरहेका छन्। गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष जस्तो व्यक्तिलाई यी साना साना भाइ बहिनीले आफ्ना लागि बनाएर ल्याएको खाजा विद्यार्थीहरूले खुलाइरहँदा सहज स्वीकार्नु भएको यो दृश्यले पनि धेरैको मन छुन सक्छ। 10 बजेदेखि नै सुरु हुने विद्यालयमा 9 बजे नै विद्यालय आएर विद्यार्थी र शिक्षक बस्ने कोठाको चाबी खोल्ने सरसफाई गर्ने कार्यालय सहयोगीलाई सयौं अभिभावक र सयौं विद्यार्थीका अगाडि गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष र प्रधानाध्यापकले सम्मान गर्नु भएको छ भने अन्य शिक्षक र विद्यार्थीहरूले ताली बजाएर साथ दिनु भएको छ। हामी आउँछौं स्कुलमा कार्यक्रम गर्छौं, हामीले माला लाउँछौं, एक दिनको लागि लाउँछौं, तर माला लाएर हामीले लाएर के अर्थ हुन्छ?
स्कुल हामीले बनाउने होइन, स्कुल त अभिभावकले बनाउने। हेर्नुहोस् अङ्गाल हाल्नुहोस् सर, अङ्गाल हाल्नुहोस् आज मलाई। हेर्नुहोस् आज गाउँपालिका अध्यक्षज्यूले लगाइदिनुहोस्, अध्यक्षज्यू लगाइदिनुहोस् माला, माला लगाइदिनुहोस्। आज हेर्नुहोस् गाउँपालिका अध्यक्षज्यूले तपाईँलाई माला लगाइदिनु। अङ्गाल हाल्नुहोस् अध्यक्षज्यू, तपाईँ गाउँको पिता हो, अङ्गाल हालिदिनुहोस्। धेरै धेरै धन्यवाद छ। आँखा भएर यहाँ सुत्त बच्चाको यो त बाहिरको दृश्य हो। माला हेर्नुहोस् आज प्रमुख प्रशासकीय अधिकृत जो एउटा प्रमुख हुनुहुन्छ, माला लगाइदिनुहोस्, उहाँले लगाइदिनुहोस्। ताली बजाइदिनु होला, ताली बजाइदिनु। हेर्नुहोस् प्रमुख प्रशासकीय लगाइदिनु। हेर्नुहोस् कहिले सोच्नु भएको थियो होला प्रमुख प्रशासकीय अधिकृतज्यूले मलाई माला लगाइदिनुहुन्छ भनेर, कहिले सोच्नु भएको थियो होला। यो गरे तालिम, यो पल उहाँले कहिले पनि बिर्सिन सक्नुहुन्न। म्याडम स्कुल तपाईँको है, स्कुल हजुरको है, मेरो अनुरोध यही नै छ तपाईँलाई। आज यो छोरीलाई हेर्नुहोस् त, हेर्नुहोस् छोरीले के लिएको छ आज। हेर्नुहोस् हेर्नुहोस् के लिएको छ छोरीले आज। छाउछाउ निषेध भनेको थियो आज। हेर्नुहोस् छोरीले के लिएर आज। ताली बजाइदिनु होला। हेर्नुहोस् सबै आमाले यसरी पठाइदिनु भयो भने त जगभर निषेध हुन्छ होला जस्तो लाग्छ। कति महान हुनुहुन्छ आमा, कति महान हुनुहुन्छ। शाबास लो छोरी। आज यो बच्चाको हेर्नुहोस् बाबा विदेश हुनुहुन्छ होला, एकचोटि सम्झिनुहोस्। बाबाले पनि यसकै भविष्य बनाउन खोज्नु भएको छ। अब यो हात यसरी भयो भने कोहीले पनि यो स्कुललाई बिगार्न सक्दैन। ताली बजाइदिनु होला। मैले जानेकै थिएँ। हेर्नुहोस् कहिले पनि बिगार्न सक्दैन। तर आज एउटा कल्पना गर्नु होला तपाईँहरूले, म्याडम तपाईँको छोरामा माया कति छ होला, एकचोटि सम्झिनुहोस् त, सम्झिनुहोस् त। कति माया छ होला हजुरहरूको छोराहरूमा, सम्झिनुहोस् त। यी आमाहरूलाई पनि त्यति माया छैन होला र। यी आमा बुवाले पनि तपाईँप्रति कति विश्वास गर्नुभएको छ, एकचोटि उहाँको मुहारमा हेर्नुहोस् त। कुनै सङ्गठनको हुनुहुन्छ, राजनीतिभन्दा ठुलो केही पनि छैन, तर स्कुलभन्दा बाहिर गएर भित्र तपाईँ एउटा शिक्षक हो। यो ड्रेसको इज्जत गर्नु होला है। ताली बजाइदिनु होला। यो ड्रेसको इज्जत गर्नु होला। यही नै मैले अनुरोध गरेको छु जसले काम गर्छ। कस्तो तालिम रहेछ आज हेर्नुहोस्। कहिले सोच्नु भएको थियो सर मलाई पनि प्रमुख अतिथि भन्नु होला भनेर। आज यो घन्टीमा कति शक्ति रहेछ। स्कुल नै सुरु हुँदैन, काम कति ठुलो रहेछ। आँखामा आँसु छ आज उहाँको। हेर्नुहोस् कहिल्यै सोच्नु भएको थिएन होला मलाई पनि आज यसरी सरले ठुलो मान्छे बनाइदिनुहुन्छ। कहिल्यै सोच्नु भएको थिएन होला मलाई पनि आज यसरी सरले ठुलो मान्छे बनाइदिनुहुन्छ होला। समात्नुहोस् घन्टी। घन्टी बजाउने त काम रहेछ, तर यो घन्टीमा यति शक्ति रहेछ। घन्टी बजेन भने स्कुल सुरु हुँदैन। ताली बजाइदिनु होला। होइन हजुर 9 बजे आउने, साँझ 6 बजे जाने, उहाँको पालो सबैभन्दा पछि आउँथ्यो होला। होइन हजुर ताली बजाइदिनु। होइन हजुर त्यही भएर हेड सर कारणले तपाईँलाई आशीर्वाद दिनुहुन्छ। ताली बजाइदिनु होला। उहाँ त पढेको मान्छे, ममा घमण्ड हुन सक्छ, तर उहाँ जस्तो मान्छेलाई एउटा हेर्नुहोस् इन्द्रजी, त्यो देश विदेशमा जाओस् के चाहेको छ आज मानिसले। आज उहाँ कार्यालय सहयोगी हुनुहुन्छ, तर सबैभन्दा पहिला चाहिँ सम्मान हुँदैन थियो उहाँलाई। तर स्कुलको कोही ठुलो मान्छे हुन्छ भने त्यो भनेको कार्यालय सहयोगी हो। प्रमुख प्रशासकीय अधिकृतज्यू तपाईँको कार्यालयमा पनि कार्यालय सहयोगी आउनु भएन भने तपाईँको पनि दाहिने हात भाँचिएको जस्तो अनुभूति हुन्छ। त्यही भएर कार्यालय सहयोगीलाई आउनुहोस् म्याडम। आज हजुरको आँखामा आँसु छ। आउनुहोस् म्याडम, आउनुहोस्, आउनुहोस् म्याडम, आउनुहोस्। आज आँखामा आँसु छ। एउटा माला लगाएर सबैभन्दा ठुलो मान्छेलाई सम्मान गर्नुहोस् न। आज उहाँको आँखामा आँसु छ। कहिले सोच्नु भएको थियो होला र कार्यालय सहयोगीलाई लिएर मैले सम्मान गर्छु भने हेर्नुहोस् यो चाहेको छ मानिसले। सरहरूले ताली बजाइदिनु होला उहाँलाई। आज मलाई ताली चाहिँदैन, ताली भने उहाँलाई बजाउने। होइन रामा, अब तपाईँको स्कुलमा घन्टी लाग्छ, 9:50 मा घन्टी लाग्छ। 30 सेकेन्डको घन्टी लाउनुहोस् हजुर। 9 टेङ 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 लाउनुहोस्। बराबर लुकिए। कसको स्कुल? मेरो स्कुल। जब स्कुल राम्रो हुन्छ रे
कसैले राम्रो काम गर्ने सुरु भएको छैन। क्लास शिक्षक साथीहरू तपाईको लाइनको अगाडि आउनु भएन भने तपाईले एसेम्ब्लीमा कुनै पनि गतिविधि नगर्ने जबसम्म उहाँ लाइनको अगाडि आउनु हुँदैन। नमस्तेमा कति शक्ति रहेछ, ताली बजाइदिनु होला। जीवनका कहानी र सकिन्छ कसैले देखेकै हुँदैन हैन रामा। यो फुलको थुङ्गा लगाइदिँदैछु, यो फुलको थुङ्गालाई नबिर्सिनु होला आमा। यही नै मेरो तपाईलाई अनुरोध छ। अरू मोटिभेटर आउँथे आमा, माला लामा आउँथे, कस के रहेछ जीवन हेर्नुहोस्, के रहेछ संसार। उहाँको बच्चा को हुनुहुन्छ, एउटा आमाले बुझ्ने भनेकै यही हो। मूल्य गर्नै सक्दैन, आमाले मूल्य गर्नै सक्दैन। उठ्नुहोस् आमा, उठ्नुहोस् आमा, उठ्नुहोस् आमा, छिटो उठ्नुहोस्। आज यो बच्चालाई हेर्नुहोस्, यो बच्चालाई मैले हिजो मोबाइल देखाएको थिएँ। हेर्नुहोस् यो बच्चालाई आज आमालाई खोजिरहेको छ। हेर्नुहोस् त यो बच्चाको के दोष थियो होला, पिटेको छैन। आउनुहोस् आमा, आमा आउनुहोस्, आउनुहोस्। लो छोरी, लो छोरी, आमालाई माला लगाइदेऊ, आमालाई माला लगाइदेऊ। हेर्नुहोस् यो बस्नुहोस् आमा, बस्नुहोस्, माला लगाइदेऊ छोरी। लानुहोस् आमा, कस्तो हुने रहेछ आमाको ममता। हेर्नु है के चाहेको रहेछ बच्चाले। आज आमाको आँखामा आँसु छ। यो पललाई नबिर्सिनु न आमा, माला लगाइदेऊ, माइ गरिदेऊ छोरी आमालाई। आमा पनि लगाइदेऊ, माइ गरिदेऊ। के हुने रहेछ आमाको ममता हेर्नुहोस्। अनि यो बच्चाले के चाहेको रहेछ, के चाहेको रहेछ। आज यो फोटो यसको बुवालाई पठाइदिनु होला आमा। मेरो छोरीले आज मलाई यसरी सम्मान गरे भनेर यो फोटो पठाइदिनु होला। हेर्नुहोस् अध्यक्षज्यू के चाहेको रहेछ। साथी कोही पनि छैन तपाईँहरूको आमाहरू, साथी भनेकै यही हो। आज त साथी छ, तर यो बिग्रियो भने त्यो साथी खुसी हुन्छ, सुध्रियो भने तपाईँसँग त्यो साथी आउँदैन। साथी भनेकै पनि यही हो, सबै यही हो। जानेर सबैले देखेको छैन। त्यही भएर जो मान्छे अरूसँग लड्छ रे त्यो मान्छेको आयु घट्छ रे। जो मान्छे आफूसँग लड्छ रे त्यो मान्छे जीवनमा कहिल्यै पनि असफल हुँदैन रे। ताली बजाइदिनु होला छैन हजुर। त्यही भएर 25 वर्षभन्दा यता यो ड्रेसको इज्जत गर्नुपर्छ रे। अनि आमा बुवा खुसी हुनुहुन्छ रे। आमा बुवालाई पैसा चाहिँदैन रे। तपाईहरू आमा बुवा जस्तो दुःख नपाएर ठुलो मान्छे भइदिए हुन्थ्यो भने सपना हुन्छ रे। होइन र आमा लगाइदेऊ छोरी, आमालाई माला भन। आमा जीवनमा दिन त केही पनि सकिन, एउटा फुलको माला दिएछु हेर्नुहोस्, सम्झौ त छोरी। आज तिम्रो आमालाई हजारौंको बीचमा सम्मान गरेका छौ। आज तिमी नराम्रो बाटोमा लाछौ भने आज आँखाको आँसुबाट भइदियो। म जबसम्म आफ्नो खुट्टामा उभिँदैन तबसम्म आमा प्रतिज्ञा गर्छु, तपाईले भनेको कुरा मान्छु। धेरै धेरै धन्यवाद छ। आउनुहोस् उपाध्यक्षज्यू, अङ्गला हालिदिनुहोस् न। यो मात्रै उहाँको सपना हुन्छ, तपाईले खेत नगोर्दिए हुन्छ, सम्पत्ति नपाले हुन्छ, तर यो सन्तानलाई बनाइदियो भने श्रीमान खुसी हुन्छ रे। ताली बजाइदिनु होला। होइन हजुर, श्रीमान खुसी हुन्छ रे। आयो भने सबै खुसी हुन्छ। एउटा खुसी नहुने भनेको आमा हो रे, बुवा हो रे, गुरु हो रे। ताली बजाइदिनु, योभन्दा अरू कोही हुनै सक्दैन रे। होइन र छोरा, आमाको हात हेर, मै गरिदेऊ। आमालाई भन, आमा आजदेखि हजुरले भनेको कुरालाई मान्छु। हेर्नुहोस् ढोरकोट लेखेको रहेछ झोलामा पनि। हेर्नुहोस् बच्चालाई सिकाएपछि हेर्नुहोस् एउटा पानीको बोतल लिएको रहेछ। हेर्नुहोस् ताली बजाइदिनु होला। हेर्नुहोस् 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 कस्तो मान्छेलाई रोजेको रहेछ। 6 देखि 12 सम्म एउटा संस्थाले बेहोरेको रहेछ। हेर्नुहोस् हेर्नुहोस् यही नानी रहेछ। हेर्नुहोस् सिकाएपछि के ल्याउने रहेछ। हेर्नुहोस् पानी लिएको छ, हेर्दै जाउँ अरू के लिएको रहेछ। हेर्नुहोस् टिफिन बक्स लिएको रहेछ। हेर्नुहोस् आमाले बच्चालाई पैसा दिने होइन, आमाले बच्चालाई पैसा दिन्छ रे त्यो आमाको बच्चा बिग्रिन्छ रे। बरु यस्तै टिफिन बक्स बनाएर तपाईले स्कुलमा पठाउनु भयो भने बच्चाले चाउचाउ पनि खाँदैन, रक्सी पनि खाँदैन, पुकार पनि खाँदैन। ताली बजाइदिनु होला। आजदेखि टिफिन बक्स दिनुहोस्, आजदेखि टिफिन बक्स दिनुहोस्। हेर्नुहोस् सर, मैले त आएर एक दिन सिकाएको थिएँ, एक दिन सिकाएर के पो हुन्छ। आज हेर्नुहोस् टिफिन बक्स लिएको छ, के लिएको रहेछ हेर्नुहोस्। आमा यो पकाउँदाखेरि
बाबाको त्यो बाबालाई कति पीडा भएको होला विदेशमा सम्झिनुहोस् त बरु बच्चालाई यसरी पठाइदिनुहोस् न। तपाईले भन्नुहुन्छ चाउचाउ खान्छ बच्चाले खान्छ आमाले पैसा दिएपछि खान्छ चुरोट खान्छ आमाले पैसा दिएपछि खान्छ तर यसरी पठाइदिनुहोस् न बाबु मसँग पैसा छैन छोरा रोटी बनाएर पठाइदिन्छु यही खानु है बाबु तिम्रो बाबा विदेशमा हुनुहुन्छ भनेर भनिदिनुहोस् त तपाईको बच्चा बिग्रिनै सक्दैन। ताली बजाइदिनु होला होइन र हजुर यथार्थ त्यही हो। आज यो रोटी हेर लौ छोरी छोप्पा आउनुहोस् प्रमुख प्रशासकीय अधिकृतज्यू रोटी खाइदेऊ न हजुर यो रोटी खाइदेऊ न आज तपाईले र मैले खुवाइदेऊ छोरी खुवाइदेऊ सरलाई खुवाइदेऊ सर यो रोटी मेरो आमाले बनाउनु भएको खुवाइदेऊ छोरी। हेर्नुहोस् कति शक्ति हुने रहेछ। ताली बजाइदिनु होला। योभन्दा ठुलो प्रसाद के हुने रहेछ एउटा शिक्षकले यसरी बच्चाको रोटी खाइदिनु पर्छ रे अनि भन्छ रे शिक्षक र विद्यार्थीको सम्बन्ध नम्र मासुको सर आउनुहोस् यता आउनुहोस् तपाईकै बच्चा जस्तो लाग्छ आउनुहोस् सरलाई खुवाइदेऊ छोरी सर मेरो आमाले आजदेखि यस्तै बनाए यता आमालाई खुवाइदेऊ छोरी आमा आजदेखि मलाई पैसा चाहिँदैन आजदेखि चाहिन्छ मलाई यस्तो रोटी। ताली बजाइदिनु होला। आजदेखि चाहिन्छ मलाई यस्तो रोटी। मान्छेको मन हुने रहेछ अरे त्यही भएर जाऊ छोरी आज सबैलाई खुवाऊ उपाध्यक्षलाई यो रोटी खाऊ अध्यक्षज्यूलाई यो रोटी खाऊ खानुहोस् खाइदिनुहोस् हजुर खाइदिनुहोस् अगाडि बढाउँदै जानुहोस्। ताली बजाइदिनु होला। यही नै सबैभन्दा ठुलो शिक्षा हो रे। आजदेखि जो आमाले छोराछोरीलाई पैसा दिन्छ त्यो आमा होइन पैसा नदिनुहोस् है। आजदेखि टिफिन बक्स बनाएर पठाउने आमा त्यो बच्चालाई हेर्नुहोस् त बिचरा छाता लिएको रहेछ एउटा कपी लेस भनेर कपी लिएको रहेछ कपी पनि लिएछ हेर्नुहोस् एउटा पेन लेस भनेर पेन लिएको रहेछ नयाँ कपी लिएको रहेछ हेर्नुहोस् बच्चाले त गर्ने रहेछ नि त। ताली बजाइदिनु होला। बच्चाले त गर्ने रहेछ नि त। त्यही भएर मेरो अनुरोध छ महान हुनुहुन्छ आमा छोरी मात्रै हुनुहुन्छ। आज यो बच्चालाई मेरो आमाले एउटा कुरा भन्नुभएको थियो बाबु तैले पैसा कमाइस् भने पक्नुस् आमा तैले पैसा कमाइस् भने मन्दिरमा गएर पैसा नदिएस्। जसरी आज भरतजीले एउटा समाजलाई रूपान्तरण गर्नको लागि आज भरतजीले एउटा स्वास्थ्यको चाहिँ एउटा शिविर गाउँपालिकासँग मिलेर चाहिँ चलाइराख्नु भएको छ। मेरो आमाले भन्नुभएको थियो बाबु मन्दिरमा पैसा नचढाइस् बरु यस्ता गरिबहरूलाई जसको चाहिँ आमा छैन बुवा बनाउने रहेनछ। त्यही भएर मेरो मन छुन्छ यो 1000 रुपियाँले उसलाई कपी किनिदिनु होला। लिनुहोस् आमा लिनुहोस् यो 1000 रुपियाँले यो बच्चालाई कपी किनिदिनु होला। लौ छोरी प्रमुख प्रशासकीय अधिकृत हस्तान्तरण गरिदिनुहोस् हजुरले आउनुहोस् किनिदिनु होला। पैसा त आज छ भोलि हुँदैन तर यो बच्चाले मानिसको मन्दिरमा पैसा किन चढाउनुहुन्छ। पिपलको बुट्टामा गएर जो बुहारीले शनिबार घन्टी बजाउँछ रे त्यही बुहारीले सासू र ससुरालाई बहुत दुःख दिएको हुन्छ रे। ताली बजाइदिनु यथार्थ हो त्यो। त्यही भएर यस्तो गरे मानिसले गर्नुपर्ने। जाऊ छोरी जाऊ बाबा नभए पनि आज गाउँपालिका अध्यक्षज्यूले तिमीलाई सहयोग गर्नुहुन्छ वडा अध्यक्षज्यूले सहयोग गर्नु भएको छ। योभन्दा ठुलो के हुन सक्छ। जीवन त कहाँनिर मर्ने कसैले देखेको छैन। हुन्जेलसम्म एउटा नारा रहन्छ सके सहयोग गर्ने असहयोग कसैलाई पनि नगर्ने समस्या कसैको पनि नबन्ने। ताली बजाइदिनु होला। यो हो मानिसले गर्ने भनेको। लौ बाबु खै बाबु अझै बच्चा रोइरहेछ हेर्नुहोस् कति दुःख गर्नु रहेछ आमाले बाबु भने माथि उठाउनुहोस् माइ गरिदेऊ आमालाई। यही हो सम्पत्ति यही हो संसार। धेरै धेरै धन्यवाद छ धेरै धेरै धन्यवाद छ आमा धेरै धेरै धन्यवाद छ आमा। नमस्ते बाबु शाबास ज्ञानी हुनु शाबास। बस्नुहोस् आमा अब फिल्म सुरु बस्नुहोस् अब बस्नुहोस् है फिल्म हेर्ने बस्नुहोस्। विद्यार्थीले साथ दिनु भएन मलाई होइन अनि बस्नुहोस् न पानी माला लगाइदिइसक्यो बस्नुहोस्। अब फिल्म आज एउटा आमालाई हेर्नुहोस् आज एउटा शिक्षिका बनाउनु भएको रहे। मेरो छोरालाई हेर्नु चाहिँ आज घरमा गएर परिवर्तन भयो कि भएन भनेर तर छोरा चाहिँ सधैँ सुतिहाल्थ्यो अरे खाना खाएर। जुन दिन क्लास लिएर गयो अरे बाबा खेतमा काम गरिराख्नु भएको थियो अरे अनि बाबा
म टर्च देखाइदिन्छु है भनेर गएको थियो अरे। आज यो बच्चाको हेर्नुहोस् आँखाभरि आँसु छ। बच्चालाई सिकाउने भनेको थियो मम्मी आउनुहोस् न भनेर सर मैले ढाँटेको छ। आज छोराको लगाइदेऊ छोरा बुवालाई माला बुवा आजदेखि सही खुट्टा छौ बुवाको भन बुवा के लिएछौ छोरा देखाइदेऊ न एउचोटि झोलामा के लिएछौ एकचोटि देखाइदेऊ न छोरा बुवालाई बुवा मैले आज के लिएछु हेर्नुहोस्। बच्चा परिवर्तन हुन सक्छ बच्चा बिग्रिन सक्दैन। हेर्नुहोस् आज शिक्षकको आमालाई भनेको थिएँ के पठाउनुहुन्छ भनेर के लिएछु बाबु देखाऊ हेर्नुहोस् के लिएको रहेछ बच्चा चाउचाउ रहेछ बिस्कुट रहेछ कुरकुरे रहेछ के रहेछ आमाले पकाएको रोटी। बाबा आजदेखि यो रोटीको महत्त्व बुझ्छु बुवा मेरो आमालाई आजदेखि यस्तै भन्नु खानुहोस् सर। ताली बजाइदिनु होला यो दिन फेरि नआउन सक्छ आमा हालिदिनु शाबास। यही सम्पत्ति आउ छोरी लगाइदेऊ बुवालाई माला हेर्नुहोस् रोइरहेछ बुवाको मन कति हेर्नुहोस् माई गरिदेऊ बुवालाई बुवा आउनुहोस् बुवा भनेर माई गर्नुहोस् सर। पस्नुहोस् न तल आज रुन दिनुहोस् बच्चालाई। आज बच्चाले आमाको महत्त्व बुझाएछ बाबाको महत्त्व बुझाएछ। धेरै धेरै धन्यवाद सर। माथि उठाउनुहोस् त सर माथि उठाउनुहोस् अझ माथि उठाउनुहोस्। अब बुवालाई माई गरिदेऊ छोरी बुवालाई माई गरिदेऊ। हेर्नुहोस् बाबाले चाहेको यो छ ताली बजाइदिनु होला बाबाले चाहेको यो छ। धेरै धेरै धन्यवाद छ। तपाईहरुले सिकेको कुरालाई घरमा गएर व्यवहारमा लागू गर्नु पायो भने मात्र यो कार्यक्रम आयोजना गरेको अर्थ पूरा हुनेछ। अनुशासित र असल विद्यार्थी बनाउनका लागि यो 3 दिनसम्म यहाँ कार्यक्रम सञ्चालन भयो र देशका विभिन्न विद्यालयहरू स्थानीय सरकारहरूमा उपस्थित भएर पछिल्लो चरणमा हरिशजीले धेरै यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ जुन कार्यक्रमहरूले हाम्रा विद्यार्थीहरूमा पछिल्लो चरणमा नैतिक शिक्षाको कमी हुँदै गइरहेको छ भने अभिभावकहरूको चासो विद्यालय र आफ्ना परिवारका बच्चाहरूप्रति कम हुँदै गइरहेको अवस्थामा त्यसलाई बढाउन र नैतिक शिक्षाको अभावलाई पूरा गर्नका लागि यो तालिम र हरिशजीको जुन यहाँ मेहनत र परिश्रम भएको छ यसले पक्कै पनि यो क्षेत्रमा परिवर्तन ल्याउनेछ। हामीले खोजिरहेको शिक्षा गुणस्तरीय शिक्षा हो। हाम्रा छोराछोरीले प्राप्त गरेको शिक्षाले हाम्रा छोराछोरी नैतिकवान हुनेछन् असल हुनेछन् ज्ञानी हुनेछन् अनुशासित हुनेछन्। यो हामी सबैको साझा उद्देश्य हो हामी सबैको साझा एउटै लक्ष्य हो। त्यसकारणले गर्दा त्यसमा थप टेवा पुर्याउनका लागि धेरै मेहनत गर्नुभएको छ। तपाईँ हामीले देखिरहेका छौँ उहाँ बिहानदेखि हामी आउनुभन्दा अगाडिदेखि बोलिराख्नु भएको छ तर पानी पिउनु भएको छैन। धेरै मेहनत गर्नुभएको छ। तपाईँ हाम्रो पनि चाहना एउटै हो हाम्रा सन्तानहरू जो हाम्रा छोराछोरीहरू छन् विद्यालयमा हामीले पठाइरहेका छौँ। हामीले धेरै लगानी गरिरहेका छौँ। हामीले मात्रै लगानी गरिरहेका छैनौँ राज्यले हाम्रा छोराछोरीहरूलाई ठुलो लगानी गरेको छ। यसको प्रतिफल भनेको हामीले गुणस्तरीय शिक्षा हो हाम्रो अनुशासित बालबालिका हो त्यो बनाउने तर्फ हामीले आइरहेका छौँ। विद्यार्थी उनको अभिभावक र विद्यालयमा पठन पाठन गर्ने शिक्षक यो तीनवटै पक्षलाई चाहिँ अत्यन्तै उत्प्रेरणा दिन सफल हुनु भएको छ। सबैको नसामा पुगेर शिक्षालाई चाहिँ विभिन्न कलात्मक तरिकाले उत्प्रेरित हुने तरिकाले त्यसलाई जीवन्त बनाउने तरिकाले उहाँले आफ्ना विभिन्न माध्यमद्वारा चाहिँ यसलाई उहाँहरूको चाहिँ मन मस्तिष्कमा चाहिँ राखिदिन सफल हुनुभएको छ। उहाँको उत्प्रेरणा देख्दाखेरि हामी पनि आफै उहाँलाई देख्दा मोटिभेटेड भयौँ। यो कार्यक्रम लिनलाई पदम विस्तार कति महिना लाग्यो भनेर उहाँहरूले बुझ्नु पर्ने हो। 11 महिनाको प्रयासमा आज हरि सर यहाँ आइपुग्नु भएको हो। त्यही पनि प्रिय भाइ भरत हामी बसेर अझै यसलाई मङ्सिरमा लैदिनु भएको थियो 15 महिना पछाडि हुन्थ्यो। आज यही कार्यक्रमको लागि पनि 1 वर्ष पूर्ण पर्दो रहेछ। हाम्रा अभिभावकजीहरूले बुझ्नु पर्ने कुरा थियो। समय फर्केर आउँदैन। आज 2,50,000 एक ठाउँमा सिडी बनाइदिएको भए एक ठाउँमा एउटा टस बनाइदिएको भए फल्नाले टस बनाइदियो भन्ने हुन्थ्यो।
आज यो शैक्षिक शिक्षा जस्तो क्षेत्रमा यति राम्रो ज्ञान आज हारानीले 3 दिनमा धेरै सिकेको छ। 2.5 लाख होइन, करोडौं अरबौं तपाईका छोरा नाति छोरा छोरीहरूले यस ज्ञान मार्फत लिनेछन्। हाम्रा अभिभावकज्यूलाई मैले भन्न चाहन्छु, जो हाम्रो हरिसरले सिकाउनु भएको छ त्यसै अनुसार अगाडि बढ्नु भयो भने जुगको हाराले परिवर्तन हुनेछ। र मेरा वडा भित्रका शिक्षक शिक्षिकाज्यूहरूलाई, विद्यालयका व्यवस्थापन समिति अभिभावक संघका सम्पूर्ण पदाधिकारीज्यूहरूले मैले भन्न के चाहन्छु भने हाम्रा शिक्षक शिक्षिकाज्यूहरूलाई अझै वडाबाट के गर्नुपर्छ म तयार छु। यो तालिम तपाईहरूले वार्षिक चौमासिकको हिसाबमा अभिभावकज्यूहरूलाई बोलाएर विद्यार्थीहरूलाई 3 दिनको कार्यक्रम के गर्नुभयो, कुन शिक्षकले कति लिनु हुँदैछ मैले त हेर्नेछु। आवश्यक परे बजेटको व्यवस्था गर्नेछौ। जसरी उहाँले 16, 17 र 18 गते जसरी हामीलाई प्रशिक्षण गर्नुभयो र पहिला शिक्षक विद्यार्थी त्यसैगरी शिक्षक अनि अभिभावकको बीचमा गर्नुभयो, तर एकदमै यो सिकाइ सहजीकरण गर्नको लागि उहाँको यो मोटिभेसन क्लासले चाहिँ म आफै नै एकदमै उत्प्रेरित भएको छु। र मैले पनि विद्यार्थीलाई अध्यापन गराउँदा पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिहरू प्राप्त गर्नको लागि विद्यार्थीको मन मस्तिष्कमा छिरेर अध्यापन गराउन सक्दा मात्रै प्रतिफल प्राप्त हुन्छ भन्ने कुरा महसुस गरेको छु। र मेरै पनि एउटा छोरा र एउटा छोरी यही विद्यालयमा अध्ययनरत रहँदा जसरी मैले अभिभावकले आफ्नो छोराछोरीलाई गर्न पर्ने कर्तव्यहरू पनि मलाई त्यति सबै कुरा अनुभव थिएन, मतलब मैले चाहिँ त्योसम्म गर्न सकेका थिएन। तर उहाँको कार्यक्रमले गर्दाखेरि मेरै छोरा र छोरीसँग पनि मैले धेरै नजिकको सम्बन्ध राखेर पारिवारिक कुरा, सामाजिक कुराहरू र विद्यालयमा चाहिँ गरिने क्रियाकलाप मेरै छोराछोरी जस्तै अरूका छोराछोरी पनि हुन्। र मैले मेरै छोराछोरीलाई जसरी अरू अन्य अभिभावकका छोराछोरीहरूलाई पनि माया गरेर मैले पढाउनु पर्छ भन्ने मैले अनुभूति गरेको छु र सम्पूर्ण शिक्षक स्टाफहरूले पनि त्यो महसुस गर्नुभएको छ। मैले विशेष गरी आज धुर्कोट गाउँपालिका वडा नम्बर 3 मा अभिभावकको दायित्व के हुन्छ, विद्यार्थीको दायित्व के हुन्छ, शिक्षकको दायित्व के हुन्छ र जनप्रतिनिधिको दायित्व के हुन्छ भनेर शैक्षिक र व्यावहारिक उत्प्रेरणा कार्यशाला चलाएको थिएँ, जसमा आमाले भनेको के, बुवा भनेको के, शिक्षक अभिभावक विद्यार्थीको बीचमा एकता भयो भने मात्र स्कुल चाहिँ भनौँ न उत्कृष्ट हुन सक्छ भन्ने सन्दर्भमा मोटिभेट गर्दाखेरि अभिभावक र विद्यार्थी रोएको देखेका थियौँ। अहिले मेरो नेपालभरि चाहिँ बिहानी प्रार्थना व्यवस्थापन कसरी गर्न सकिन्छ, पहिला बच्चालाई ऊर्जाशील बनाएर चाहिँ कक्षा कोठामा कसरी लान सकिन्छ, बच्चा घरबाट निराश भएर आएको बच्चालाई खुसी बनाएर, निराश भएर आएको शिक्षकलाई ऊर्जाशील बनाएर म्युजिकको धुनबाट कक्षा कोठामा कसरी प्रवेश गर्नुपर्छ भन्ने सन्दर्भमा उत्प्रेरणा कार्यशाला चलाइरहेको छु देशभरि।